ग्रहण के हो त जब सूर्य चन्द्रमा र पृथ्वी करिब करिब एउटै रेखामा आउँछन् तब एकले अर्कोको प्रकाशलाई रोक्छ, जसलाई ग्रहण भनिन्छ। सो बेसिकली ग्रहण भनेको सूर्य वा चन्द्रमाको प्रकाशलाई पृथ्वीमा आउनबाट रोकिनु हो। सूर्य ग्रहणमा चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आउँछ र सूर्यको प्रकाश केही वा पुरै मात्रामा ढाक्छ। सूर्य ग्रहण 3 प्रकारको हुन्छ। पहिलो, पूर्ण सूर्यग्रहण। सूर्यको प्रकाश पूर्ण रूपमा ढाकिन्छ। कुनै सूर्यग्रहण लाग्दा हामीले रातै परेको महसुस गरेको होला, त्यो पूर्ण सूर्यग्रहण हो। दोस्रो, आंशिक सूर्यग्रहण। यसमा सूर्यको केही भाग मात्र ढाकिन्छ। तेस्रो, वलयाकार सूर्यग्रहण। यसमा सूर्य गोलो घेरा अर्थात् रिङ जस्तै देखिन्छ। सूर्यग्रहण वर्षको कति पटक लाग्छ त? हरेक वर्ष 2 देखि 5 पटक सूर्यग्रहण पर्न सक्छ, तर सबै ठाउँबाट सबै ग्रहण देखिँदैन, किनकि ग्रहणको छाया पृथ्वीको केही भागमा मात्र पर्छ। चन्द्रग्रहण के हो त? चन्द्रग्रहणमा पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आउँछ र पृथ्वीको छाया चन्द्रमामा पर्छ र चन्द्रमाको रङ बदलिन्छ, जसलाई चन्द्रग्रहण भनिन्छ। पृथ्वीले सूर्यको प्रकाशलाई चन्द्रमामा जानबाट रोके पनि वायुमण्डलको प्रभावले केही प्रकाश चन्द्रमामा पुगिरहेको हुन्छ। चन्द्रग्रहण रातमा हुने भएकोले नाङ्गो आँखाले सजिलै हेर्न सकिन्छ। कहिलेकाहीँ चन्द्रमा रातो देखिन्छ, जसलाई रक्त चन्द्रमा अर्थात् ब्लड मुन भनिन्छ। चन्द्रग्रहण वर्षको कति पटक लाग्छ त? वर्षमा झन्डै 2 देखि 4 पटक चन्द्रग्रहण पर्छ, तर सबै ग्रहण संसारका सबै ठाउँबाट देखिँदैन। चन्द्रग्रहण रातिमा हुने भएकोले नाङ्गो आँखाले सजिलै हेर्न सकिन्छ। चन्द्रमा रातिमा हुन्छ र प्रकाश कम हुन्छ, त्यसैले आँखामा कुनै हानि हुँदैन। तर सूर्यग्रहण नाङ्गो आँखाले कहिले हेर्नु हुँदैन। सूर्यको तीव्र किरणहरूले आँखामा स्थायी क्षति गर्न सक्छ। सूर्यग्रहण हेर्नको लागि थालमा वा अरू कुनै भाँडोमा पानी त्यसबाट हेर्न सकिन्छ, अथवा विशेष प्रकारको चस्माको प्रयोग गर्न सकिन्छ। धेरैले भन्छन् ग्रहणको समयमा असामान्य घटना हुन्छन्, जस्तै रोग, दुर्घटना वा मौसम परिवर्तन, तर सिम्पली प्रकाश छेक्ने कारणले यो सबै कुरा हुन लजिकल देखिँदैन। तसर्थ विज्ञानले भन्छ ग्रहण कुनै जादु होइन, यो एक सामान्य खगोलीय घटना हो। ग्रहणले हुने भनेको अँध्यारो हो। अब कुरा गरौँ ग्रहण सम्बन्धी केही रोचक मिथकहरूको बारेमा। प्राचीन ग्रिकमा ग्रहण हुँदा सूर्य वा चन्द्रमा क्रोधित हुन्छन् भन्ने विश्वास थियो। यसलाई ठुलो घटना वा युद्धको सङ्केत मानिन्थ्यो। त्यस्तै भारतीय मिथकहरूमा ग्रहणलाई राहु र केतुसँग जोडिन्छ। राहु र केतु दैत्य हुन्, जसले सूर्य वा चन्द्रमालाई निल्ने प्रयास गर्दा ग्रहण हुन्छ। प्राचीन चीनमा ड्रागनले सूर्य वा चन्द्रमालाई खान खोज्दा ग्रहण हुन्छ भन्ने विश्वास थियो। त्यसकारण ग्रहणको समयमा ढोल बजाउने, हल्ला गर्ने परम्परा थियो, ताकि ड्रागन डराएर भागोस्। त्यस्तै प्राचीन इजिप्टमा सूर्यग्रहणको समयमा सूर्य सर्प वा अँध्यारो शक्तिसँग लड्छन् भन्ने विश्वास थियो र ग्रहण सकेपछि सूर्य विजय भएको विश्वास